परमेश्वर अति महान हुनुहुन्छ। उहाँको शक्ति अरूभन्दा महान छ। उहाँले आकाश अनि पृथ्वी अनि त्यसमा भएका सम्पूर्ण थोकलाई सृष्टि गर्नुभयो। जब हामी परमेश्वरले बनाउनु भएको कुराहरूलाई हेर्छौँ, यो अचम्मको छ। परमेश्वरले बनाउनु भएको हरेक कुरा असल थियो। हरेक कुरा उहाँको महानता, सुन्दरता र शक्तिबाट प्रकट भयो। परमेश्वरले हरेक प्रकारको उद्भिदहरू र प्राणीहरू सृष्टि गर्नुभयो। त्यसपछि उहाँले माटोबाट मानिस बनाउनु भयो। उहाँले उसको नाकबाट सास फुकिदिनुभयो र जीवन दिनुभयो। यो पहिलो व्यक्तिलाई आदम भनिन्थ्यो। त्यसपछि परमेश्वरले आदमको एउटा करङ निकालेर त्यसबाट एउटा स्त्री बनाउनु भयो र आदमको श्रीमती हुनलाई दिनुभयो। उनलाई हवा भनिन्थ्यो। परमेश्वरसित आनन्द सहित नजिकको सम्बन्ध रहोस् भनेर मानिसहरूलाई आफ्नै स्वरूपमा बनाउनु भयो। अदन भनिने बगैँचामा तिनीहरू परमेश्वरको उपस्थितिमा आनन्दसित बसिरहेको थियो। त्यहाँ कुनै दुःख अनि मृत्यु थिएन। परमेश्वरले आदमलाई भन्नुभयो, एउटा बाहेक बगैँचाका सबै फलहरू खाए हुन्छ। यदि त्यस रुखको फल खाइस् भने त मर्नेछस्। तर एक दिन शैतानले हवालाई परीक्षा गर्यो। तब तिनले त्यस रुखको फल टिपेर खाइन् र आफ्ना पतिलाई पनि दिइन्। उनीहरूले प्रभुभन्दा शैतानमाथि विश्वास गरेको कारणले त्यसो गरे। त्यस समयदेखि तिनीहरू र परमेश्वरको सम्बन्ध भत्कियो, किनकि पवित्र परमेश्वरको अघि पापी मानिस बस्न सक्दैन। यसै कारण परमेश्वरले तिनीहरूलाई आज्ञाकारी नभए कारणले बगैँचाबाट निकालिदिनु भयो। फलस्वरूप आदम र हवा अनि तिनीहरूको सन्तानले मृत्यु र दुःख सहनु पर्यो। तर परमेश्वर करुणामय हुनुहुन्छ। उहाँले मानव जातिलाई प्रेम गरिरहनु भयो। उहाँले मानिसहरूसित संगति गरेर बस्नलाई फर्केर आउने बाटो तयार गर्नुभयो। परमेश्वरले मानिसहरूलाई दण्डबाट बचाउन, पाप र लाज हटाउन अनि उहाँसित संगति स्थापित गर्नलाई योजना प्रकट गर्नुभयो। अगमवक्ता अब्राहमलाई यो योजना प्रकट गर्नुभयो। अब्राहमले परमेश्वरमा भरोसा गरे र आदर गरे। परमेश्वरले उनीद्वारा सबै जातिका मानिसहरू र उनलाई आशिष दिने प्रतिज्ञा गरे। परमेश्वरले अब्राहमलाई समुद्रको बालुवा र आकाशका तारा भन्दा धेरै सन्तान दिने प्रतिज्ञा गरे। अब्राहमले परमेश्वरमा विश्वास गरे। त्यही विश्वासले उसलाई परमेश्वरले धर्मी ठहराए। एक दिन परमेश्वरले उहाँमाथि अब्राहमले भरोसा र आज्ञा पालन गर्छ कि गर्दैनन् भनी अब्राहमको जाँच गर्नुभयो। उहाँले आफ्नो छोरा लैजाऊ र बलि चढाऊ भनी अब्राहमलाई भन्नुभयो। त्यही एउटै छोराबाट धेरै सन्तानहरू हुनेछन् भनी परमेश्वरले दिनुभएको आज्ञा अब्राहमलाई थाहा भए पनि उहाँले भरोसा गर्यो र आज्ञाकारी भयो। त्यसपछि आफ्नो छोरालाई मारेर बलिदान चढाउनलाई तयारी गरे। अब्राहमले छुरी उठाए, तर परमेश्वरले भन्नुभयो, अब्राहम त्यस केटालाई केही हानि नगर। म जान्दछु कि त मसित डराउँछस्, मेरो आज्ञा मान्नलाई तयारी हुन्छस्। तब अब्राहमले एउटा भेडालाई देखे। त्यसको सिङ अल्झेर बसेको थियो। अब्राहमले गएर त्यस भेडालाई ल्याए र तिनको छोराको सट्टामा त्यसैलाई होम बलि गरे। जब परमेश्वरले अब्राहमको छोरोको सट्टा भेडालाई बलि दिन जुटाउनु भयो, तब उहाँले मानिसहरूप्रति ठूलो प्रेम देखाए। उहाँको प्रेम एउटा असल पिताको आफ्नो छोराप्रति देखाइ झैं थियो। त्यस घटनाबाट मानिसहरूको निम्ति बलि हुनलाई एउटा थुमा प्रबन्ध गरिदिने योजना प्रकट गर्दछ। परमेश्वरले अब्राहमको सन्तानको सट्टामा एउटा पाप रहित व्यक्ति मर्नेछ र पाप र लाजहरू हटाइनेछ भनी अगमवक्ताद्वारा प्रकट गर्नुभयो। यो महान बलिदानद्वारा
परमेश्वरसित संगतिमा रहनलाई जसले उहाँमा विश्वास गर्छ उहाँले तिनीहरूको निम्ति बाटो खोल्नुहुनेछ। अगमवक्ताहरूले यस मानिसलाई मसिहा भन्नुभयो। मानिसहरूलाई बचाउन अनि परमेश्वरको नाममा शासन गर्न परमेश्वरले मसिहालाई पठाउनु हुनेछ भनी तिनीहरूले भने। धेरै वर्षपछि उहाँ आउनुभयो। अगमवक्ताले मसिहाले गर्ने कामबारे बताउनु भएको थियो र त्यस्तै भयो। परमेश्वरले मसिहालाई यसरी घोषणा गर्नेछ कि तिमी मेरो पुत्र हौ। अनि अगमवक्ता दाउदले भनेका थिए मसिहाको परमेश्वरसित नजिकको सम्बन्धको बारेमा वर्णन गर्नलाई अगमवक्ताले उहाँलाई परमेश्वरको पुत्र भनी भन्नुभयो। यसैया अगमवक्ताले भन्नुभयो एउटा कन्या गर्भवती हुनेछ र त्यसले एउटा छोरो जन्माउनेछ। त्यस छोरालाई इमानुएल भनिनेछ। त्यसको अर्थ हो परमेश्वर हामीहरूसित। अगमवक्ताले मसिहा बेथलेहेममा जन्माउनु हुनेछ भनी भन्नुभयो। अनि उहाँ यरुशलेममा राजा झैं गधामाथि चढेर प्रवेश गर्नुहुनेछ। तिनीहरूले यसो पनि लेखे कि उसको नजिकको मित्रले चाँदीको 30 टुक्रा सिक्कामा धोका दिनेछ। अगमवक्ताले भन्नुभयो कि मसिहाले आफ्नो प्राण बलि दिनेछ तर परमेश्वरले उहाँलाई मृत्युबाट तेस्रो दिनमा जीवित पार्नुहुनेछ। अगमवक्ताले मसिहालाई मानिसको पुत्र भनी भन्नुभयो। अनि उहाँ परमेश्वरको उपस्थितिमा प्रवेश गर्नुहुनेछ र सधैँको निम्ति सारा जातिहरूमाथि अधिकार गर्न परमेश्वरले सुम्पने हुनेछ भनी तिनीहरूले भने। 2000 वर्षभन्दा धेरै अघि एकजना मानिस बस्नुहुन्थ्यो जसको नाम येशू थियो। के अगमवक्ताले मसिहाको बारेमा भने चाहिँ उहाँको जीवन पूरा भयो? धर्मशास्त्रमा लेखे चाहिँ यस फिल्मले येशू को हुनुहुन्छ र उहाँले गरेका र भनेका केही कुराहरू देखाउनेछ। यस फिल्ममा एकजना कलाकारले येशूको भूमिका गर्नेछ। त्यहाँ त्यो गर्ने योग्यको कोही पनि छैन तर येशू ख्रीष्टको जीवनीको बारेमा मानिसहरूले जान्न अनि बुझ्न सकोस् भनेर यो फिल्म तयार गरिएको हो। अनि परमेश्वरले प्रतिज्ञा गर्नुभएको आशिष प्राप्त गर्न सक्नुहुनेछ।